नमस्ते साथीहरू, के तपाईलाई कहिले लाग्छ जिन्दगीमा धेरै कुराको चिन्ता लिँदा तपाईको मन भारी भएको छ? हामी सबैलाई सधैँ राम्रो गर्नुपर्छ, सबैको मन राख्नुपर्छ र हरेक कुरामा जित्नुपर्छ जस्तो लाग्छ, होइन? तर यदि म तपाईलाई भनौँ सुखी जीवनको रहस्य भनेको केही कुरालाई वास्ता नगर्नुमा छ। हो, साँच्चै आज हामी मार्क म्यान्सनको बेस्ट सेलर किताब द सबटल आर्ट अफ नट गिभिङ अ फक को सारलाई बुझ्नेछौँ। यसले तपाईलाई सिकाउनेछ कि कसरी अनावश्यक चिन्ता छोडेर साँचो सुख र अर्थपूर्ण जीवन बाँच्ने। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। आधुनिक समाजमा हामीमाथि यति धेरै अपेक्षा थोपरिएको हुन्छ कि कहिलेकाहीँ सास फेर्न समेत गाह्रो हुन्छ। सधैँ अरूलाई खुसी पार्ने प्रयास, सबै कुरामा सफल हुने दबाव र सामाजिक सञ्जालमा देखिने बनावटी जीवनशैलीले हाम्रो आत्मा नै थिचिएको हुन्छ। यो किताबले हामीलाई सिकाउँछ कि हामीले हरेक कुरालाई महत्त्व दिनु हुँदैन, बरु हामीले सही कुरालाई मात्र प्राथमिकता दिनुपर्छ। यो किताबको सन्देश नेपाली संस्कृतिमा पनि निकै उपयोगी छ, किनकि हामी धेरै जस्तो मान्छेहरूले के भन्छन् को पछि लाग्छौँ। अब आउनुहोस् यो किताबका मुख्य 5वटा सिद्धान्तहरूलाई बुझौँ। मार्क म्यान्सनको पहिलो सिद्धान्त हो, तपाईँ सबै कुराको वास्ता गर्न सक्नुहुन्न। हाम्रो दिमागको ऊर्जा सीमित छ। यदि तपाईँ हरेक कुराको चिन्ता लिनुहुन्छ, जस्तै मेरो जागिर राम्रो छैन, मेरो साथीले मलाई किन मेसेज गरेन, वा छिमेकीले मेरो बारेमा के सोच्छ, अर्काले त्यत्रो कमाइसक्यो मैले केही गर्न सकेका छैन, तब तपाईँको मन सधैँ तनावमा रहन्छ। नेपालमा हामी धेरै कुरालाई वास्ता गर्छौँ, जस्तै हाम्रो समाजमा बिहे कहिले गर्ने, कति कमाएको छ जस्ता प्रश्नले हामीलाई सधैँ पिरोल्छ। तर म्यान्सन भन्छन् तपाईँले केही कुरालाई मात्र महत्त्व दिनुपर्छ। जस्तै यदि तपाईँ आफ्नो परिवार, स्वास्थ्य र करियरलाई प्राथमिकता दिनुहुन्छ भने बाँकी कुरा जस्तै सामाजिक सञ्जालमा कति लाइक आयो जस्ता कुरालाई व्यवस्था गर्न सिक्नुहोस्। कल्पना गर्नुहोस् तपाईँ दशैँमा घर जाँदै हुनुहुन्छ। बसमा सँगै बसेको यात्रुले सोध्छ, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, कति कमाउनुहुन्छ? यो प्रश्नले तपाईँलाई तनाव दिन्छ। तर यदि तपाईँले यो सिद्धान्त अपनाउनु भयो भने तपाईँ भन्नुहुन्छ, मलाई यो प्रश्नको खासै वास्ता छैन, म त मेरो परिवारसँग रमाइलो गर्न जाँदैछु। यस्तो मानसिकताले तपाईँलाई स्वतन्त्र बनाउँछ। यो सिद्धान्तले हामीलाई सिकाउँछ कि हामीले आफ्नो ऊर्जा सही ठाउँमा लगाउनुपर्छ। अनावश्यक कुरालाई व्यवस्था गर्न सिक्नुहोस् र आफ्नो जीवनमा साँचो अर्थ राख्ने कुरालाई मात्र प्राथमिकता दिनुहोस्। दोस्रो सिद्धान्त हो, सुख भनेको समस्या हो। यो सुन्दा अचम्म लाग्छ, होइन? हामी सबै सुख खोज्छौँ, तर म्यान्सन भन्छन् कि सुख भनेको कुनै गन्तव्य होइन, एउटा प्रक्रिया हो। जिन्दगीमा सधैँ समस्याहरू आउँछन् र सुखी जीवन भनेको धेरै समस्या मध्येबाट राम्रा समस्याहरू छान्नु हो। उदाहरणका लागि यदि तपाईँ काठमाडौँमा जागिर गर्छु भन्नुहुन्छ र ट्राफिक जामले तपाईँलाई तनाव दिन्छ, एउटा समस्या हो। तर यदि तपाईँले यो समस्या छान्नुभयो कि म कसरी मेरो कम्पनीमा नयाँ प्रोजेक्ट लिन्छु, यो राम्रो समस्या हो, किनकि यो समस्याले तपाईँलाई अगाडि बढाउँछ। नेपालमा हामी धेरै जसो सुखी जीवनलाई ठुलो घर, गाडी वा विदेश भ्रमणसँग जोड्छौँ। तर म्यान्सन भन्छन् यो कुराले तपाईँलाई क्षणिक सुख मात्र दिन्छ। साँचो सुख भनेको आफूलाई अर्थपूर्ण समस्याहरूसँग जोड्नु हो। जस्तै यदि तपाईँ आफ्नो गाउँमा एउटा सानो स्कुल खोल्ने सपना देख्नुहुन्छ, यो एउटा ठुलो समस्या हो, तर यो समस्याले तपाईँको जीवनलाई अर्थ दिन्छ। सुख भनेको समस्यारहित जीवन होइन, यो तपाईँले कस्ता समस्याहरू छान्नुहुन्छ भन्ने कुरा हो। अर्थपूर्ण समस्याहरू छान्नुहोस् जसले तपाईँलाई अगाडि बढाउँछ। तेस्रो सिद्धान्त हो, असफलता र सङ्घर्षलाई अँगाल्नुहोस्। म्यान्सन भन्छन् कि असफलता जिन्दगीको हिस्सा हो। हामी नेपालीहरू धेरै जसो असफलतासँग डराउँछौँ, किनकि हामीलाई लाग्छ यदि म असफल भएँ भने समाजले के भन्छ, परिवारले के भन्छ, भविष्यमा के होला। तर म्यान्सन भन्छन् असफलता तपाईँको शत्रु होइन, यो तपाईँको शिक्षक हो। कल्पना गर्नुहोस् तपाईँले पोखरामा एउटा सानो क्याफे खोल्नुभयो। सुरुमा ग्राहक आएनन् र तपाईँलाई लाग्यो मैले यो किन सुरु गरेँ। तर यदि तपाईँले यो असफलताबाट सिक्नुभयो भने मेरो मेनुमा स्थानीय स्वाद थप्नुपर्छ भन्ने कुरा तपाईँको दिमागमा आउला। अथवा नयाँ कुरा केही गर्नुहुन्छ जसले तपाईँको व्यवसाय फस्टाउन सक्छ। नेपालका धेरै सफल उद्यमीहरू असफलताबाट सिकेरै अगाडि बढेका छन्। वैज्ञानिकहरू भन्छन् कि जब हामी असफलताबाट सिक्छौँ हाम्रो दिमागमा नयाँ न्युरल मार्गहरू भन्छन्। यो डोपामिन प्रेरित प्रक्रियाले हामीलाई रचनात्मक बनाउँछ। त्यसैले अर्को पटक तपाईँ असफल हुनुहुन्छ, आफैलाई भन्नुहोस् यो मेरो सिक्ने मौका हो। असफलतासँग नडराउनुहोस्, यो तपाईँलाई बलियो बनाउने अवसर हो। सङ्घर्षलाई अँगाल्नुहोस्, किनकि त्यसैले तपाईँलाई अगाडि बढाउँछ। चौथो सिद्धान्त हो, आफ्नो मूल्यलाई महत्त्व दिनुहोस्।
म्यानसन भन्छन् कि तपाईको जीवन तपाईले कुन मूल्यहरूलाई प्राथमिकता दिनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाई पैसा र प्रसिद्धिलाई मात्र मूल्य दिनुहुन्छ, तपाई सधैँ अपूर्ण महसुस गर्नुहुन्छ। तर यदि तपाईले इमानदारी, परिवार र समुदायलाई मूल्य दिनुहुन्छ, तपाईको जीवन अर्थपूर्ण बन्छ। नेपालमा हामी धेरैजसो बाहिरी कुराहरूलाई महत्त्व दिन्छौँ, जस्तै मेरो घर कति ठुलो छ वा मेरो गाडी कस्तो छ। तर म्यानसन भन्छन् आफ्नो भित्री मूल्यहरूलाई बलियो बनाउनुहोस्। उदाहरणका लागि, यदि तपाईले आफ्नो गाउँमा बुढापाकालाई सहयोग गर्नुभयो, सानो कामले तपाईको जीवनलाई ठूलो अर्थ दिन्छ। जस्तै नेपालका सामाजिक कार्यकर्ता अनुराधा कोइरालाले आफ्नो मूल्यलाई मानव तस्करी विरुद्ध लड्नमा केन्द्रित गरिन्। उनको यो मूल्यले उनलाई विश्वव्यापी सम्मान दिलायो। त्यसैले आफ्नो मूल्यहरू छान्नुहोस् जसले तपाईलाई सधैँ प्रेरित गर्छ। महावीर पुनको जीवनको मूल्य पनि कम उदाहरणीय छैन। अहिले आफ्नै जीवनी लेखेर त्यो बेचेर त्यसबाट उठेको पैसाले कृषि यन्त्र बनाउने उद्योग खोल्छु भनेर लागेका छन्। केही करोड उठाइसकेका छन्, आफ्नो कर्ममा सफल हुँदैछन्। उनको जीवनको मूल्य नै त्यही हो, जसरी हुन्छ आविष्कार र विज्ञानबाट देश सेवा गर्ने। तपाईको मूल्यहरूले तपाईको जीवनको दिशा निर्धारण गर्छन्। सही मूल्यहरू छान्नुहोस् जसले तपाईलाई साँचो सुख र अर्थ दिन्छ। 5औं सिद्धान्त हो आफ्नो जीवनको जिम्मेवारी लिनुहोस्। म्यानसन भन्छन् कि तपाईको जीवनमा के हुन्छ त्यसको जिम्मेवारी तपाई आफैले लिनुपर्छ। हामी धेरै जसो अरूलाई दोष दिन्छौँ, जस्तै मेरो हाकिमले मलाई मौका दिएन, वा मेरो परिवारले मलाई बुझेन, अथवा मेरो घरमा यस्तो वातावरण छ, अथवा काम गर्ने ठाउँमा यस्तो वातावरण छ र म अगाडि बढ्न सकिनँ, यस्तो भइदिएको भए म यस्तो गर्थेँ। तर म्यानसन भन्छन् तपाईले आफ्नो प्रतिक्रियालाई नियन्त्रण गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईको जागिर राम्रो छैन, तपाई कम्पनीलाई दोष दिन सक्नुहुन्छ। तर यदि तपाईले जिम्मेवारी लिनुभयो र नयाँ सिप सिक्नुभयो, तपाईले राम्रो जागिर पाउन सक्नुहुन्छ। नेपालमा धेरै युवाहरूले आफ्नो जिम्मेवारी लिएर स्टार्टअप सुरु गरेका छन्। आफ्नो जीवनको जिम्मेवारी लिनुहोस्। तपाईले आफ्नो प्रतिक्रिया र निर्णयलाई नियन्त्रण गर्न सक्नुहुन्छ र यही नै तपाईको शक्ति हो। साथीहरू, द सबटल आर्ट अफ नट गिभिङ अ फकले हामीलाई सिकाउँछ कि सुखी जीवनको रहस्य भनेको अनावश्यक चिन्ता छोड्नु र सही कुरालाई प्राथमिकता दिनु हो। हामीले सही समस्याहरू छान्नुपर्छ, असफलतालाई अँगाल्नुपर्छ, आफ्नो मूल्यहरूलाई बलियो बनाउनुपर्छ र आफ्नो जीवनको जिम्मेवारी लिनुपर्छ। यो किताबले हामीलाई नेपालको व्यस्त जीवनमा पनि शान्ति र अर्थ खोज्न सिकाउँछ। नेपाल जस्तो सामाजिक र भावनात्मक रूपले आपसमा गाँसिएको समाजमा यो पुस्तक झन्नै महत्त्वपूर्ण लाग्छ। यसले हामीलाई सिकाउँछ साँचो सुख र स्वतन्त्रता बाहिरी अवस्थाबाट होइन, भित्री निर्णय र दृष्टिकोणबाट आउँछ। अब तपाईँ भन्नुहोस्, तपाईँ कुन कुराको चिन्ता गर्न छोड्न चाहनुहुन्छ? तपाईको जीवनमा 3 सबैभन्दा प्रमुख मूल्यहरू के हुन्? के तपाईँ आजैबाट आफ्ना केही प्रतिक्रियाहरू परिवर्तन गर्न तयार हुनुहुन्छ? तपाईको उत्तर तपाईको नयाँ यात्रा सुरु गर्ने पहिलो पाइला हुन सक्छ। अर्को भिडियोमा भेटौँला। नमस्ते।